एआई ले गर्दाखेरि जनसङ्ख्या हाम्रो एउटा वडाको भन्दा कम तर कमाई भने 5 अर्ब रुपियाँ भन्दा बढी। कसको हो थाहा छ? म कुरा गर्दैछु क्यारिबियनको एउटा सानो आइल्यान्ड एङ्गुइलाको। यो देशको पपुलेसन मात्र 15,000 को हाराहारी छ, तर यो सानो देशले एआई बुमको फाइदा उठाएर करिब 5 अर्ब 44 करोड नेपाली, जुन भनेको $40 मिलियन एटलिस्ट वार्षिक कमाई गरिरहेको छ। कसरी होला त? 1995 मा इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स, जुन एउटा इन्टरनेटको ट्राफिक म्यानेजमेन्ट अथोरिटी जस्तो खालको अर्गनाइजेसनले चाहिँ हरेक देशलाई कन्ट्री कोड दिएको थियो। नेपालले पायो .np, इन्डियाले .in, त्यसरी नै एङ्गुइलाको भागमा पर्यो .ai। त्यो बेला एआई को खासै भ्यालु चाहिँ थिएन, तर च्याट जीपीटी आइसकेपछि संसार बदलियो। हरेक स्टार्टअपलाई something.com भन्दा something.ai चाहिएको थियो र यो .ai डोमेन रेजिस्टर गर्दा त्यो पैसा सिधै एङ्गुइला गभर्नमेन्टको खातामा जाने भयो। भोलिको दिनमा .np भनेर धेरै वेबसाइट खुल्यो भने नेपाल गभर्नमेन्टले नि त्यसमा कमाउन सक्छ। अब .ai ले कति कमाएको छ त भन्दा 2018 मा अराउन्ड $2.9 मिलियन, 2023 मा अराउन्ड 32 मिलियन, 2024 मा अराउन्ड 39 मिलियन र 2025 मा अराउन्ड 85 देखि 93 मिलियन डलर्स। इमेजिन गर्नुस् त एक-एकवटा डोमेन रेजिस्ट्रेसनको 140 देखि $200 जान्छ र cloud.ai जस्तो प्रिमियम नाम त लाखौंमा बिक्छ। र यही पैसा एङ्गुइलाको गभर्नमेन्टले बाटो बनाउन, एयरपोर्ट डेभलप गर्न, ट्याक्स रिलिफहरुमा र हेल्थ सर्भिसेसहरुमा लगाइरहेको छ। योबाट हामीले के सिक्न सक्छौं त भन्दा 21st सेन्चुरीमा डिजिटल इन्फ्रास्ट्रक्चर नै रियल एसेट हो देशको लागि। फ्युचरमा युज हुने टेक्नोलोजीको इन्फ्रास्ट्रक्चरमा हामीले काम गर्यौं भने लाइक एआई डेटा सेन्टर पावर्ड बाइ हाइड्रो पावर, रिमोट ग्लोबल वर्कफोर्स हब, हिमालयन इन्टरनेट एन्ड कनेक्टिभिटी करिडोर्स, ग्रीन टेक र क्लाइमेट डेटा इन्फ्रास्ट्रक्चर जस्तो चीजहरुमा के थाहा कुनै दिन यस्तो स्टोरी नेपालको पनि हुन सक्छ, हैन त?